हेलो एभ्रिवान, वेलकम टु मिनी ब्लग। आज हिँडेर म चाहिँ साकेलामा जाँदैछौँ। यहाँदेखि चाहिँ हिँडेर चाहिँ 5 मिनटमा पुगिन्छ। अनि आज चाहिँ यस्तो भिडभाड छ नि, के को भिडभाड भन्दा चाहिँ साकेला मात्र नभएर आज चाहिँ यो ठाउँमा चाहिँ मेला पनि लाग्ने गर्छ। मेला र साकेलाको भिडभाड हो है साथीहरू। अनि यस्तो घाम लागिरहेछ, गर्मी त कति छ भन्नै नसकिने गर्मी छ साथीहरू। त्यही पनि त जानु परेको, रहर लागेपछि गर्मी भए पनि पानी परे पनि हामी त जान्छौँ हेर्नको लागि। हजुरहरूलाई पनि मैले देखाउँदैछु, हेर्नुहोला। अनि आज चाहिँ यस्तो हुन्छ कि हाम्रोतिर चाहिँ आज यो ठाउँमा चाहिँ आज छ, भोलि अर्को ठाउँमा हुन्छ कि। अनि सबै ठाउँको भेला भएर चाहिँ जुटेर चाहिँ अनि नाच प्रदर्शन हुन्छ, अनि सबै कम्पिटिसन हुन्छ है। अनि यहाँ चाहिँ एलम्बरजी हुनुहुन्छ। अब यहाँदेखि चाहिँ अलिकति भित्र हो, अब हामी पुग्न लाग्यौँ। अनि यहाँनिर चाहिँ चिन्डोहरू के ठेकीहरू यो के हो के बेच्न राख्नुपर्छ। कति राम्रो डालोहरू है। अब नाच हुँदैछ यहाँनिर चाहिँ। ल है, हेर्नुहोस् है साथीहरू, यो चाहिँ एक ग्रुप, अर्को उता अर्को ग्रुप अर्कैतिर। अनि यो चाहिँ फेरि कम्पिटिसनको नाच हो। अब एउटा ग्रुप गर्दै 5-5 मिनटको नाच हुँदो रहेछ। अनि भरेतिर चाहिँ अनि कुन ग्रुपले चाहिँ राम्रो नाच्नुभयो उहाँहरूलाई चाहिँ पुरस्कार दिनुहुन्छ। मलाई त यो ग्रुप पनि लास्टै मन पर्यो। यो ग्रुप चाहिँ उता पथरीको हुनुहुँदो रहेछ। यस्तो राम्रो नाच्नु भएको नि, यति राम्रो है। अनि हामी चाहिँ अब नाच पनि हेरिसक्यौँ। अनि के गरौँ भन्दाखेरि चाहिँ अब चाहिँ यति लास्ट नाच हेरेर चाहिँ अब घरतिर जानु पर्यो भनेर सोच्दाखेरि चाहिँ अनि चटपटे खाइदिउँ भनेर खाइदिउँ। अब चाहिँ हामी